केही पनि छैन। जवान उमेर भएका मान्छेले प्रेम भनेको लभ र जवानीमा गर्ने मात्रै बुझ्छन्। यसो न हजुर, त्यो मोर फिजिकल हो, तर मेरो विचारमा लभ भनेको स्पिरिचुअल हो। यसो न हजुर हो। त्यसले गर्दाखेरि पहिलो कुरा हजुर, आई लभ माई प्रोफेसन। म जे गर्छु नि हजुर, जे गरिरहेको छु नि हजुर, यति दौडादौडी गरिरहेको छु, आई लभ माई प्रोफेसन। मैले बोलेपछि मान्छेहरूले, कति व्यक्तिहरूले सुसाइड गर्न छोडेर मर्ने विचारलाई त्यागेका छन्। राम्रो होइन हजुर? भगवान बुद्धले भन्नुभएको थियो, तिमीले 1000 मान्छेलाई बचाउन सकेनौ भने एकजना मान्छेलाई साँचो तरिकाले बचायो भने तिम्रो जीवन सफल भयो। मेरो काम त हौसला दिने हो। त्यसैले म तपाईलाई निवेदन गर्दैछु, जुन लाइफमा हुनुहुन्छ, जुन परिवारमा हुनुहुन्छ, जुन पेसामा हुनुहुन्छ, जहाँ टिम मेम्बर र सदस्य हुनुहुन्छ, त्यसलाई तपाईले मन पराउनै पर्ने बाध्यता छ, हैन र हजुर? दोस्रो कुरा हजुर, समस्याको समाधान गर्न जान्नुहुन्न भने र मान्छेका र समाजको समस्याको समाधान तपाईसँग छैन भने तपाईलाई समाजले, घर परिवारले, साथीभाइले र मान्छेले काउन्ट गर्दै गर्दैन, हो कि हजुर? यसलाई भनेर के गर्ने, योसँग केही पनि समाधानै छैन, यसले आफ्नै जिन्दगी त यसरी गरिरहेछ, यसले के गर्न सक्छ भन्छ, हो कि हजुर? त्यसले गर्दाखेरि हजुरले दुईटा कुरा गर्न सिक्नुपर्छ। यो फेरि निशुल्क हो, यसो न हजुर? राइट? पहिलो कुरा, प्रेम गर्नको लागि पैसा लाग्दैन, प्रेम भयो भने पैसा त पर्सिन्छ, राइट हजुर? दोस्रो, समस्याको समाधान गर्नुहोस् हजुर। साना साना कुराहरूबाट सुरुवात गर्नुहोस्। तपाईले भित्तामा ठोक्ने भनेको सिधा काँटेलाई मात्रै ठोक्ने हो, जङ्गलमा काट्ने भनेको सिधा रुखहरूलाई मात्रै हो। कोही कोही व्यक्तिले भन्छन् सिधा हुनु हुँदैन भनेर, म तपाईलाई भन्छु त्यो जङ्गलको रुख काट्ने हो, तर मान्छेलाई काट्न सक्दैन मान्छेले, हो कि हजुर? हामी सिधा नै हुने हो हजुर, र साँचो नै हुने हो। है, साँचोको कुरा आएको थियो। साँचो जीवन हाम्रो हुन्छ नै। बाङ्गो टिङ्गोलाई मान्छेले त्यो काम लाग्दैन। बाङ्गो भइसकेको किल्लालाई मैले यहाँ ठोक्न सक्दिनँ, हो कि हजुर? ठोकिहाल्यो भने त्यो बाङ्गो टिङ्गो भएर जान्छ। त्यसैले बाङ्गो टिङ्गो र समस्याको समाधान गर्न नसक्ने मान्छे काम हुँदैन। र यो भित्तामा ठोक्नको लागि मलाई कङ्क्रिट नेल चाहिन्छ, कङ्क्रिट किल्ला चाहिन्छ। म पहिला कङ्क्रिट किल्ला ठोकेकै मान्छे हो, मेरो पहिला पेसा नै त्यस्तो खालको थियो। त्यसैले कङ्क्रिट आइडिया भएको मान्छे चाहिन्छ। दुईटा कुरा निवेदन गरेको छु। पहिलो कुरा के भने हजुर, सम्झ्यौँ हजुर? प्लिज गिभ मी फिडब्याक। हामीले जुन जीवन छ त्यसलाई प्रेम गर्न जान्नुपर्छ, अनि खुसी बर्सिन्छ, राइट हजुर? यो कार्यक्रममा बोलाउनु हो, म तपाईलाई सिधा सादा भन्न चाहन्छु, 1 घण्टाको 4 लाखदेखि 5 लाख रुपियाँ दिने मान्छेहरू पनि प्रशस्तै छन्। सधैँ दिँदैनन्, सबैले दिँदैन। यो कार्यक्रममा आउँदाखेरि मलाई धेरै पैसा दिएको छैन, तर यहाँ जुन प्रेम दिएको छ त्यो अरू कुनै लाखौँ भन्दा कम छैन। त्यसको कारणले म यहाँ आएको छु। मैले समयमै टाइम दिएको छु, अरू पनि प्राथमिकताहरू थिए, तर मैले यो कार्यक्रमलाई प्राथमिकता दिन्छु। किन? बिकज अफ लभ हजुर। द्याट्स रियली रियली इम्पोर्टेन्ट। कति मान्छेहरूले पैसा दिन्छन् तर प्रेम हुँदैन, यसो न हजुर? राइट? त्यसले गर्दाखेरि पहिलो कुरा हजुरलाई निवेदन गर्छु, हामी लभ गरौँ। तपाईले भन्नुपर्ने हुन्छ, अङ्ग्रेजीमा भन्ने हो भने आई लभ माई फ्यामिली भन्नुहोस् त हजुर एकचोटि। आई लभ दिस फ्यामिली, आई लभ माई प्रोफेसन, भन्नुहोस् आई लभ नम्बर रस। घर परिवारकाले सोध्यो भने मान्छेको नाम होइन, त्यो संस्था भनेर भन्नु। फेरि त्यहाँ हुँदा हुँदै के हो, आई लभ त उतातिर होइन। प्रेम जतिलाई पनि गर्न मिल्छ, राइट हजुर? यसो न हजुर? तर फेरि ध्यान दिनुहोस्, उतातिरको प्रेम भनेको होइन, फेरि त्यतातिर पनि कसैले भनेको थियो। अब मैले ठट्यौली गर्ने बेला भयो, दुईटा ठट्यौली